नमस्कार दर्शक वृन्दहरू, स्वागत छ तपाईलाई यस च्यानल नेपाली कथामा। आज भने अक्षर खेती शीर्षकको एउटा कथा लिएर आएको छु। यस कथालाई रिता ठकुरीज्यूले दार्जिलिङबाट हामीलाई मेल गरेर वाचनको लागि अनुरोध गर्नुभएको छ। उहाँलाई यस कथाको लागि धेरै धेरै धन्यवाद सहित आजको कथा अक्षर खेती। स्कुले जीवनदेखि नै कमलले साहित्यप्रति निकै चासो देखाउन थालेको थियो। कहिले गीत र गजल, कहिले कविता र कथाहरू अनि लेखादि पनि लेखिरहन्थ्यो। तर गाउँघरको वातावरण भने साहित्यिक गतिविधिप्रति उदासीन थियो। यो उदासीनतामा यथाशीघ्र कुनै परिवर्तन आउला भन्ने छाँट पनि थिएन। आफूले लेखेका गीत, कविता र कथाहरू संशोधन गरी कमललाई उचित मार्गदर्शन गरिदिने कोही थिएनन्। दिनभरिको घाँस, दाउरा अनि बारी खेतको चपेटले गाउँले जीवन साँझसम्म त लखतरान थाकिसकेको हुन्थ्यो। साहित्य सृजनातर्फ कसलाई के को चासो? बरु फुर्सदको समयमा मोबाइल, जुवातास, जाँट, रक्सी र अश्लील कोठे गोष्ठीहरूमा मन बहलाउनेहरू धेरै थिए। केही पढे लेखेका युवाहरू पनि सकेसम्म त यस्तै अलमलहरूलाई प्रोत्साहन दिँदै सहभागितासम्म हुन पुग्थे। कलेजसम्म छिचोलेखाहरू पनि अङ्ग्रेजी भाषाकै शब्दहरू प्रयोग गर्नमा नै गजक्क थिए। नेपाली भाषा र साहित्यप्रति युवा रुचि शून्य प्राय थियो। माध्यमिक परीक्षा उत्तीर्ण गरेपछि बाबु बिनाको टुहुरो छोरोले कलेज पढ्ने इच्छाहरूलाई थन्काउनु पर्यो। एक पाखे आमालाई घरको सिरोभारो सुम्पिएर छाँटसित कलेज पढ्नु कमलको मनै मानेन। तर उच्च शिक्षा हासिल गर्ने धोको मेटाउन उसले स्वअध्ययनको मार्ग चुन्यो। इच्छा गर्नेलाई जहाँ इच्छा त्यहाँ उपाय पनि निस्किहाल्दो रहेछ। कृषकको छोरालाई काँटा कोदालो फ्याँकेर कलेज पढ्न नजुर्दो रहेछ भन्ठानेर कमल अक्षर खेतीसितै गाई पालन अनि कृषि कार्यतिर लाग्यो। तर जहाँ र जहिले पनि सधैँ कथा, कविता र गीतहरूले उसलाई पछ्याइरहेका हुन्थे। बारी खेतीको कामहरू गर्दै दिनभरि कमल सृजनाको संसारमा विचरण गरिरहन्थ्यो अनि रात परेपछि दिनभरि मनसित छुट्टी खेल्न आएका भावहरूलाई आधा रातसम्म जागा बसेर कागजका निष्कलङ्क छातीहरूमा सजाउने गर्थ्यो। कमल आफ्ना रचनाहरूलाई दोहोऱ्याइ पढिरहन्थ्यो। गल्तीहरू खुट्याउने अनि सच्याउने प्रयास गरिरहन्थ्यो। घरि शब्दकोश पल्टाएर हेर्थ्यो त घरि आफूले टिपेका टिपोटहरू केलाउने गर्थ्यो। अक्षरहरूसित उसको एक प्रकारको लभ परिसकेको थियो अनि अहिलेसम्म यथावत नै छ। आधा रातसम्म जागै बसेर ऊ अक्षर खेतीमा घरि सिँचाइ गर्छ, घरि गोडमेल गर्छ, बर बिजनहरू थप्छ, मलजल छर्छ। बारी खेतीभन्दा बढी अक्षर खेतीमा अहिले उसको ध्यान जमेको छ। यता आमा भने घरि इस्कुसलाई थाङ्रा भएन त घरि गाईलाई घाँस पुगेन भन्दै गनगनी रहँदा पनि कमलले अक्षर खेतीबाट आफ्नो ध्यान हटाउन सकेको छैन। अक्षरहरूले उसलाई चुम्बक झैँ खिचिरहेको छ। कमलका रचनाहरू यदाकता स्थानीय हिमालय दर्पण अनि अन्य पत्र पत्रिकाहरूतिर प्रकाशित भइरहन्छ। उत्साहवर्धक पाठक प्रतिक्रियाहरू पनि उसले पाइ नै रहन्छ। यस्ता प्रतिक्रियाहरू पाएर ऊ अक्षर खेतीमा झन् जोडतोडले लागि परेको छ। रातभरि अबेरसम्म जागा बसेर बिहान अलिक ढिलो उठेको दिन त कमललाई बिउजाउँदा थाकेर आमा नै सकि नसकी बाल्टी लिएर दुध दुहन गोठ पुग्छिन्। तर दुहेर दुध भरिन लागेको बाल्टीमा पाङ्ग्रीको बदमासीले खुट्टा हालिदिएर सबै दुध घोप्टाइदिएको बेला रिक्तो बाल्टी हल्लाउँदै घर फर्किँदा बुढी आमा धेरै बेर फतफतिरहन्छन्। अक्षरको कृषक भने उस बेलासम्म पनि अक्षरहरूकै सिरानीमा मस्त निदाइरहेको हुने गर्छ। बिउजेपछि पाङ्ग्रीले दुध खोप्चाएको कुरा सुनेर आमालाई भन्ने गर्छ, आमा तपाईँ दुध दुहुन नजानु पर्ने थियो। एकछिन पर्खिएको भए त म उठिहाल्ने थिएँ नि, किन हतारिनु भएको? अब त आङमा घाम आउँदासम्म उठेको हुँदैनस्। रातभरि जागै बसेर लेखपट गरिबस्छस्। दुधको ठिका पुर्याउन ढिलो हुन्छ नि, यसैले मै दुन्छु भनेर गएकी थिएँ। यस्तो भयो। पाङ्ग्रीले कस्तो मलाई नै पल्टाइदिएन।
आफ्ना रचनाहरू प्रकाशित भएको दिन कमल खुसी हुँदै साथीहरूलाई पनि पढेर प्रतिक्रिया जनाइदिने निवेदन गर्थ्यो। तर साथीभाइहरूबाट कहिले पनि उसले प्रेरणात्मक प्रतिक्रियाहरू पाउन सकेको थिएन। उसका साथीहरू पनि अक्षर खेतीकै कृषकहरू हौँ भनी टोपल्ने खालका छन्, तर अझैसम्म उनीहरूको खेत उर्वर देखिएको छैन। भर्खरै मात्र प्रकाशनमा आउन थालेका कमलका रचनाहरूले सबैको वाही लुट्न सकेकोमा उनीहरू छक्क परिरहेका छन्। हिमाल दर्पणमा प्रकाशित कमलको कथा पढेर रविले भन्यो, कमल, आजको हिमाल दर्पणमा तिम्रो कथा प्रकाशित भएको रहेछ। मलाई तिम्रो कुकुरको कथा साह्रै मन पर्यो। बधाई छ है तिमीलाई। धन्यवाद रवि, कमलले भन्यो। दोस्रो साथी कौशलले आफ्नो कौशलता देखाउँदै भन्यो, प्रथमत मलाई तिम्रो यो कथा नै मन परेन। यो त दन्ते कथा जस्तो पो लाग्यो। उहिले बाजे बोजूले हामी साना छँदा अगेनको डिलमा बसेर सुनाउनु भएको कपोकल्पित कथाहरू जस्तो। कुकुरको पनि कहीँ आत्मा हुन्छ र? यो त एकदमै अपत्यारिलो भयो नि। मरेका मानिसहरूको आत्माले मुक्ति पाएनन् भने भूत प्रेत भएर तर्साउँछ रे भन्ने सुनेको छु, तर मरेका कुकुरहरूको आत्माले यसरी मानिसलाई साथ दिन्छ भन्ने कुरो चाहिँ मैले अहिलेसम्म नसुनेको कुरा हो। त्यसैले तिम्रो यो कथा कपोकल्पित अनि अनौठो हुन गएको छ। कुनै पनि प्रसिद्ध साहित्यकारहरूले अहिलेसम्म यस्ता कथाहरू लेखेको मलाई थाहा छैन। हुन त साहित्यमा तिमीले यो एउटा नौलो प्रयोग गर्यौ, तर कपोकल्पित भएकोले यो अनौठो हुन गयो। अन्यथा नलिनु है कमल। मैले तिमीलाई राम्रै सजेस्ट गरेको, किनकि मैले आफ्नै हितको साथीलाई मिसगाइड पनि गर्नु भएन नि, होइन? हो नि साथी, अब यो कथा प्रकाशित त भइहाल्यो, कमलले भन्यो। ठिकै छ अब, कौशलले भन्यो। रविले भन्यो, आफ्ना प्रकाशित कृतिहरूलाई एउटा पुस्तक आकार देऊ न कमल। फाप्नेलाई अक्षर खेती साह्रै मजाले पो फाप्छ त। नाम, दाम, इज्जत, काम र माम सबै जुर्छ। कमलले भन्यो, मलाई प्रेरणा दिएकोमा धन्यवाद साथी। कथाको भूमिका चाहिँ म दिनेश श्रेष्ठ सरलाई लेखी माग्छु। कमलले आफ्नो इच्छा रविलाई बतायो। रवि छक्कै परेर सोध्यो, मेरो दिनेश काकालाई? कमलले भन्यो, हो त। रविले कमललाई भन्यो, यहाँ त मुस्किलै छ है साथी, यस्तो रहर नगर। अन्त कतै लेखाउनु मिल्दैन? कमलले रविलाई प्रश्न गर्यो, किन? चिनेकै बिष्ट हो नि त। मैले मेरो कथाको पुस्तक पढेर के कसो भएको छ प्रतिक्रिया दिनुहोला काका भनेर दिएको थिएँ। आज 1.5 वर्ष भयो, अझ पनि भेट्दा पढ्न भ्याएकै छुइनँ हो रवि, पढेर भनौँला है भनेर गर्ज टार्ने गर्छन्। तर अन्य पुस्तकहरूको चाहिँ समीक्षा लेख्ने फुर्सद उनलाई हुन्छ भने अब उनलाई मैले के भन्ने? मैले त किताबभन्दा बढी आफ्नो काकालाई पढिसकेको छु, रविले भन्यो। आफन्तहरूको किताब पढेर समीक्षा गर्नु पनि दरिलो मुटु चाहियो नि साथी, कमलले भन्यो। तिमीले एकपल्ट राम्रो विचार गर्नु नि, रविले भन्यो। कमलले रविको कुराहरू सुनेपछि मनमा नै सोच्यो, साथीभाइ भनेर पनि हुँदैन, रविले मेरो आरिस गरेको पनि हुन सक्छ। आफ्ना कथाहरूलाई एउटा पुस्तकाकार दिने विचार राखेर पाण्डुलिपि बोकी सहरका निकै प्रसिद्ध साहित्यकार श्री दिनेश श्रेष्ठ सर कहाँ आधा किलो राम्रो मिठाई बोकेर पुस्तकको भूमिका लेखी माग्दै आशीर्वाद थाप्न सरकै वासस्थान वाल्मिकी भवनको कलबेल थिच्न पुग्यो। कलबेलको चर्को र झर्को आवाजले रिसाए झैँ गरी सरले ठुला ठुला आँखाहरू कमलको स्वागतार्थ तेर्साइदिएपछि साह्रै रुखो स्वरमा सोधे, को हौ, कसलाई भेट्नु छ? सर, म रविको साथी कमल कार्की, हजुरलाई नै भेट्न आएको थिएँ। म एक सिकारु कलमकार हुँ, सानोतिनो कथा कविता लेख्छु। हिमाल दर्पण अनि विभिन्न पत्र पत्रिकामा मेरो कथा लेख कविताहरू फाटफुट प्रकाशित भइ नै रहन्छन्, कमलले नम्र भएर भन्यो। मलाई भेट्न पर्ने तिम्रो खास काम के थियो त? सरले आफ्नो व्यस्ततालाई उजागर गर्दै व्यस्त रहेको लाक्षणिक सङ्केत दिए। सर, अहिले म एउटा कथा सङ्ग्रह निकाल्ने प्रयासमा छु। सङ्ग्रहको नाम अक्षर खेती राखेको छु। सरलाई यसो भूमिका लेखी माग्नको निम्ति निवेदन गरौँ भनेर आएको, ठिट लाग्दो भएर कमलले भन्यो। सरले एकपल्ट कमललाई शिरदेखि पुच्छरसम्म राम्ररी निहाले। फेरि सरका आँखाले आफ्नो सुन्दर बैठक कोठाको भव्यता पनि निहार्यो। कमलको वेशभूषा हेरेर सरले आफ्नो सुन्दर सुग्घर अनि भव्य बैठकलाई मैलो पार्न चाहेनन्। कमललाई नपत्याए जस्तो गरी भने, एउटा कुरा, म कसैको किताबमा सहजै भूमिका लेख्दिन। प्रथम त मेरो अहिले फुर्सदै पनि छैन, म अहिले अन्य धेरै प्रोजेक्टहरूमा व्यस्त छु। सरले
भूमिका लेखिदिउन् भन्ने आशयले कमलले हतार साथ भन्यो, मैले सरका सबै कृतिहरू पढिसकेको छु। सरले साह्रै राम्रा राम्रा कथाहरू नेपाली साहित्य संसारले दिइसक्नु भएको छ। हामी सरप्रति गर्वित छौँ। म सरको फ्यान पनि हुँ सर। कमलको हृदयको गहिराईबाट गरेको सरको गुणगान सुनेपछि सरले भन्न थाले, म एउटै कथाले कहाँ पुगे भन्ने कुरो तिमीलाई थाहा छ? प्रसिद्ध हुनलाई धेरै कथाहरू लेख्नु पर्दैन, बुझ्यौ? एक थाक घस्यौटा जस्ता कथाहरू लेखेर के गर्नु र? कागज, पैसा र समयको बर्बादी मात्रै हो। कथा त मैले जस्तो पो लेख्नुपर्छ त। अहिले मलाई कसले चिन्दैनन्? संसारभरिका नेपाली पाठकहरूमाझ मलाई नचिने कोही छैनन्। यसो भन्दै सरले यथार्थवादी कथाको मुख्य पात्रलाई सङ्घारमै उगाई आफ्नो कथाकारिताको तारिफतिर लाग्दै आफ्नै डम्फु आफ्नै तालमा मात्र ठोकिरहे। कमल उभिँदा उभिँदा थाकिसकेको थियो। घरबाट बिहानै निस्किएको भोक र तिर्खा पनि लागिरहेको थियो। यत्रो 12:32 को वक्तव्य छाँटिरहनुभन्दा त सरले बैठक कोठा बाहिरै एउटा टुल दिएर एकैछिन बिसाउने मौका दिई कमसेकम 1 कप फिक्का चिया पिलाएको भए उनको के घट थियो र? धर्मै हुने थियो भन्ने सोचिरह्यो। तर सरबाट कमलको थकान भने नजरअन्दाज भइरह्यो। ठुला साहित्यकार भएर धेरै अध्ययन र अनुसन्धान गरेपछि म अक्षर खेतीकै विशेषज्ञ हुँ भन्ने मपाईको डिल चढेर सगरमाथाको उचाइको भ्रममा परेका हुन् कि वास्तवमै सरले सगरमाथा नै टेकिसकेका हुन्? बिचरा कमल जस्तो एक सीमान्त अक्षर खेतीवालाले बुझ्न सकिरहेको थिएन। ऊ छक्कै परेर सरलाई सुनिरह्यो, थाकेको खुट्टाले आफ्नो शरीरको वजनलाई जबरजस्ती थेगेर। सर जतिको कथा लेख्न सक्ने नेपाली साहित्य संसारमा छैन। कमलले यति मात्र के भनिदिएको थियो? सर फेरि बक्न थाले, मेरो एक एक शब्दको धेरै महत्त्व छ। म हतपत लेख्दिनँ पनि, अनि लेखिसकेपछि अकाट्य कुरोहरू लेखेको हुन्छु। मेहनत गरेर लेख्छु, वर्षौँ लगाएर लेख्छु। मैले अक्षर खेती प्रारम्भ गरेको 40 वर्ष भयो। प्रथमतः म तिमीलाई राम्ररी चिन्दिनँ अनि तिमीलाई पढेको पनि छैन। कमल छक्क परेर ठिङ्ग उभिरह्यो। रिसले उसले केही देखेन। भूमिका लेखिदिने महत्त्वपूर्ण कुरालाई पर सारेर सरले आफ्नै लेखनीको तारिफ मात्र सुनाइरहे। उसो भए के गरौँ सर? म कथाको पाण्डुलिपि सरलाई छोडिराखौँ कि कसो गरौँ? सङ्घारमा उभिँदा उभिँदा थाकेको कमलले यसरी सोधिहेर्यो। अक्षर खेतीका कृषकले अक्षर खेतीकै अर्का सीमान्त कृषकलाई यसरी हियाएको देखेर कमललाई साह्रै नमिठो लाग्यो। जुन कथाकारलाई उसले एक आदर्श पुरुष, एक महान साहित्यकारको रूपमा हृदयभित्रैबाट आदर गरिरहन्थ्यो, उनैद्वारा आज तिरस्कृत हुनुपर्दा कमललाई बेहद नरमाइलो लाग्यो। कथाको भूमिका लेखिदिन नचाहनेले किन यतिका बेर उभाइरहनु? कमलको दुख्दो खुट्टाले कमललाई प्रश्न गर्न लगायो, तर शब्दहरूले शिष्टताको हद पार गर्न मानेनन्। खुट्टाले भने विद्रोह बोलिरह्यो। कमललाई सरको फुर्केपना देखेर अचाक्लीको रिस उठे पनि उसले आफैलाई सम्हालिहाल्यो। यस्तो असहज क्षणमा गेटेको भनाइले साथ दियो। आचरण एउटा ऐना हो जसले प्रत्येक मान्छेको आफ्नो प्रतिबिम्बलाई छर्लङ्ग देखाइदिन्छ, गेटेले भनेका थिए। कमलले गेटेको यो वाक्यलाई सम्झियो अनि मनमनै नमन गरेर शान्त बन्यो। मिठाईको पोकोले कमलको हात छोडेको थिएन, अझै झुन्डिरहेकै थियो। एक क्षण मौनता छाइरहे पनि सरको नजरले घरिघरि मिठाईको रसपान भने गरिरह्यो होला। दुवैका आँखा चार भइरहे। कमल बोल्यो, हस् त सर, अब म जानु पर्यो। मैले सरलाई व्यर्थै दुःख दिएँ, सर माफ गर्नुहोला। हजुर झै अक्षर खेतीको विशेषज्ञबाट मेरो यो तुच्छ कथा सङ्ग्रहको भूमिका लेखाइ माग्ने मेरो रहर अवश्य लायो। सर अति व्यस्त हुनुहुँदो रहेछ, यसैले मलाई घरको सङ्घारदेखि घरभित्र बोलाउने कष्ट पनि उठाउनु भएन। म सरको घरभित्र पस्ने लायकको छैन भने मेरो कथाहरू पनि सरद्वारा भूमिका लेखिने योग्यका अवश्य नै छैनन्। मलाई घरको सङ्घारमै टकटकाउनु भएर मेरो घोर अपमान गर्नुभयो। अब मेरो आँखा खोलियो सर। पैसा पद पुरस्कारले तपाईँलाई अन्धो बनाइसकेको रहेछ। म गलत ठाउँमा आएको रहेछु। यति भनेर मनको भडास पोखेपछि के हल्का अनुभव गर्दै मिठाईको पोको र कथाको पाण्डुलिपिसितै कमल घरको गेट बाहिर निस्कियो। उजेल नहुन्जेल सरको अमिलो अनुहारले अवाक भएर कमललाई पछ्याइरह्यो। यसरी 3 वर्ष बितेर गयो। एक दिन सरले फेसबुक कोट्याउन लाग्दा फेसबुकमा एउटा नयाँ पोस्ट हालेको सूचना पाए। उनले पोस्ट खोलेर हेरे। उनकै भतिजो रविको पोस्ट रहेछ।
रविले एउटा केटोको सुन्दर तस्बिर हालेको रहेछ। सरलाई तस्बिरमा भएको केटो कहीँ कतै भेटेको देखेको जस्तो लाग्यो। सरले दिमागमा अलिक जोड दिएर सम्झने प्रयास गरे। त्यो 3 वर्ष अघि आएर भूमिकाको निम्ति गीत गिराउने कमल कार्कीको अनुहारसित तस्बिरको अनुहार मिले जस्तो लाग्यो। कमल 2-4 वाक्य सुनाइराखेर सङ्घारबाटै फर्किएको सम्झना भयो उनलाई। आफ्नो दृष्टिशक्तिमा उस्तो विश्वास नभएर उनले एकपल्ट फेरि चस्मा पुछेर राम्ररी निहाले। हो, कमल नै रहेछ, पक्कै कमल नै हो। वास्तवमा यो केटोमा केही दम त थिएछ। मलाई उस बेला यस्तो लागेको थिएन। विगतमा आफूले कमलप्रति देखाएको व्यवहारमा उनलाई पश्चाताप पनि भयो। तस्बिरको थाप्लोमा लेखिएको वाक्यहरूलाई पनि पढे। रविले लेखेको थियो, साहित्य एकाडेमीले नेपाली भाषामा यस वर्षको एकाडेमी पुरस्कार बहुचर्चित कथा सङ्ग्रह अक्षर खेतीको निम्ति नवोदित कथाकार श्री कमल कार्कीलाई साहित्य एकाडेमी पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। कथाकार श्री कमल कार्कीले आफ्नो प्रथम कृतिमै साहित्य एकाडेमी जस्तो गरिमामय पुरस्कार हत्याउनु लरोतरो कुरो होइन। म मेरो अभिन्न मित्र कथाकार श्री कमल कार्कीलाई हार्दिक बधाई अनि मङ्गलमय शुभकामना सहित साहित्य क्षेत्रमा उत्तरोत्तर उन्नतिको कामना गर्दछु। सरले अवाक भएर रविको यो पोस्टलाई बिना कुनै लाइक र कमेन्ट नै दोहोऱ्याई पढिरहे। तर न उनले पोस्टलाई लाइक नै गर्न सके न त कुनै कमेन्ट नै। बस उनी हरकच्च परेर पोस्टलाई हेरिरहे। आजको कथा थियो अक्षर खेती, जसलाई रिता ठकुरीज्यूले लेख्नु भएको। उहाँले यस कथालाई मेल मार्फत पठाउनु भएको थियो। तपाईँलाई यो कथा कस्तो लाग्यो कृपया यस कथा सम्बन्धी प्रतिक्रिया दिनुहोला भन्ने म आग्रह गर्न चाहन्छु। एक सर्जकको लागि रचनात्मक सुझाव नै उसको सबैभन्दा ठुलो उपलब्धि हो भन्दै आजको यस कथा बसाइबाट म तपाईँकै कथा भन्ने साथी जमिन राई पनि बिदा माग्न चाहन्छु। नमस्कार।